दिनेश ए दिनेश हजुर मुखे बा यहाँ त हेर दिनेश आज हर्के घरमा जानुपर्छ पैसा नउठेको पनि धेरै भइसक्यो हस् मुखे बा अलिकति पैसा पाए नि हुन्थ्यो खर्च हेर तेरो मालिक नि मसित ठाङ्रे ठुर परेर माइत गएको पनि धेरै समय भइसक्यो त्यसैले मैले फोन गरेर ससुरालीमा छिटो आइदियो भनिसकेको छु मुखे बा मेरो त ससुराली नै छैन तेरो होइन क्या मेरो ससुरालीमा मैले फोन गरेको छु लाटा ए अब 1-2 दिन पछि पठाइदिन्छु भनेका छन् मुखे बा कसलाई पठाउने है तेरिका यो पनि तेरो मालिकनीलाई ए हो ऊ आएपछि तँलाई कति चाहिन्छ म दिन्छु हस् त्यहाँ छाता लिएर आ त हर्के कहाँ जानु पर्यो हस् मुखे बा हर्के 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 को चिच्याउँछ ल ए नमस्कार नमस्ते नमस्ते ए हर्के तैँले पैसा लगेको पनि यत्रो वर्ष बितिसक्यो न साउन दिन्छस् न ब्याज दिन्छस् तैँले गर्न खोजेको चाहिँ के हो मुखिया साहब म कसरी तिर्न सक्छु मुखिया साहब बिस्तारै बिस्तारै तिरिहाल्छु नि अहिले तुरुन्तै त म तिर्न सक्दिनँ मुखिया साहब मेरो छोरी कता गई कता हराई छोरी आएपछि उसले कमाइ गर्छ अनि तिर्छु नि मुखिया साहब तेरो छोरी कहिले आउँछ मलाई के थाहा तेरो छोरी आउँछ भनेर म पैसा कति कुरिरहने म मुखिया साहब म कसरी तिरौँ मुखिया साहब अरू म केही कुरा जान्दिनँ मेरो पैसा छिटोभन्दा छिटो फिर्ता गर अहिले ल म हिँडी हस् मुखिया साहब म सकभर चाँडै गर्छु हजुरलाई चाँडै टोक्राउँछु जाउँ केटा हस् मुखे बा जाउँ मान्छेको जिन्दगी पनि कस्तो कस्तो कोही टाढा भएर नजिक भए जस्तो
कोही नजिकै बसे पनि टाढा भए जस्तो। के जिन्दगी हरे शिव कस्तो कर्म रहेछ। ल गए बाबा के भयो तपाईँलाई के सोच्नु छोरी मलाई आज तिम्रो दिदी अस्मिताको साह्रै याद आयो। सानै बच्चामा भागेर हिँडेकी कहाँ गई होली के गर्दै होली छ कि छैन न कसैले केही गरिदियो कि। त्यो छोरीको धेरै याद आयो तेरो दिदीको याद आयो नानी मलाई छाती बोलिरहन्छ त्यसको यादले। भइगयो बाबा यी सब कुरो छोडिदिनुहोस्। दिदीलाई यदि हाम्रो माया छ भने एक न एक दिन त फर्केर आइहाल्नुहुन्छ। यदि दिदी फर्केर आउनु भएन भने हजुरको रेखदेख गर्ने म छु नि। किन रुनुहुन्छ बाबा नरुनुहोस् म छु नि। त्यही आशै आशमा त बाँचेको छु नि छोरी। आफन्त भन्ने सबैले छोडेर गए। यो जीवनमा एक्लोपन महसुस भइराखेको थियो तर छोरी एउटा तैँले गर्दा म बाँचिराखेको छु छोरी। मेरो आफन्त भन्ने को छ र यो संसारमा। तेरो आमाले नि छोडेर गई म जानु पर्ने ठाउँमा आमाले छोडी। नरो छोरी नरो। मैले तँलाई रुवाएँ है के गर्नु तेरो बिहे गर्दिन पर्ने सकिन। एउटा राम्रो केटा पाए अनि टिका लाएर बुझाइदिन पाए यो आत्मा कति शान्ति हुन्छ। भयो बाबा यी सब कुरा छोडिदिनुहोस्। तपाईँ बस्दै गर्नुहोस् म पानी लिएर आउँछु। ल लिएर छोरी यता सुन त छिटै आऊ भाइ। ए अब म पनि एक्लै घरमा के कुरेर बस्नु। जान्छु यसो गाउँ डुलेर आउँछु। विजय कता हुनु यार गाउँतिर हिँडेको अन्त कता हिँड्ने नि म पनि त्यही तलतिर पुगेर आएको नि यार के छ त तेरो खबर के हुनु यार घरमा बाबुआमाले बिहे भनेर जहिले कान पाकिसक्यो यसो मुख लुकाउँदै हिँडेको नि ल बधाई छ यार तँलाई र मलाई पनि किन हो हामी दुवैलाई बधाई चाहिँ किन हुनु नि यार तँलाई नयाँ जीवनको सुरुवातको लागि
र मलाई चाहिँ त्यो बेलामा झ्याप भएर नाच्नको लागि। नाच्न चाहिँ नाच्ला साथी, तर अहिले म बिहे गर्दिनँ। किन हो बिहे नगर्ने चाहिँ? कोही यसो मनले खाएको भेटाउनु पर्यो नि यार। जस्तो पाए त्यस्तैसँग कसरी बिहे गर्ने? कुरा चाहिँ सही गरे साथी। ल अहिले म चाहिँ गएँ। ल ल म पनि गएँ। बाबा ए बाबा सुमी के भयो? किन घोक्रो फुट्ने गरी कराएको? ए पार्वती काकी आउनुस् न बस्नुस्। होइन सुमी, परबाट आउँदै थिएँ, तेरो बोली सुनेर यता आएको। हेर्नुस् न काकी, झन् बाबालाई बस्दै गर्नुस् भनेर पानी दिन गएको। आउँदा त बाबै हुनुहुन्न रहेछ, कता जानुभयो कुन्नी। ए नानी, बाबालाई त गाउँतिर देखाएको थिएँ, उतै हुनुहुन्छ होला। हस् काकी, म पनि बाबालाई बोलाउन जानु पर्यो। फेरि उतै गफमा भुलेर बस्नुहुन्छ। ल ल, अहिले म पनि जान्छु।
छ हौ केटा आज कता हराएको हौ त्यही तल गएर हो केटाहरू के गरेर हो नि के हुनु बैसा जेठो गर्मी शीतल तारेर बसिरहेको ल ल केटाहरू मोज गर म त गएँ हामी पनि जाने हो जाने नि जाने जाउँ आउँदै बाटो तालेको छ त्यही भएर दिनु त्यो त हो साथी बाटो हेरे त्यस्तै धारा हेरे त्यस्तै बाबा तपाईँ यहाँ पो घर बस्नु भनेको हिँड्नुहोस् घर जाउँ के भनेको अब कति बस्दा दिक्क लाग्यो अनि गाउँतिर डुल्न जाउँ भनेर निस्किया छोरी ल जाउँ अब